मेरिज एस द सोशल इन्स्टिट्युसन अर्थात् विवाह एक सामाजिक संस्था। यो निबन्धको लेखक स्टेभन नोक हुन्, जो अमेरिकाका प्रसिद्ध समाजशास्त्री हुन्। उहाँले विवाह, परिवार, पितृत्व र सामाजिक संरचनामा विवाहको भूमिका सम्बन्धी गहिरो अध्ययन गर्नुभएको छ। उहाँका विचार अनुसार विवाह केवल दुई व्यक्तिको प्रेम सम्बन्ध मात्र होइन, तर समाजको एक महत्त्वपूर्ण संस्था हो जसले जीवनलाई संरचना, जिम्मेवारी र नैतिकता दिन्छ। स्टेभन नोक अमेरिकामा जन्मिएका र शिक्षा प्राप्त समाजशास्त्री हुन्। उहाँले विशेष गरी विवाह र परिवार सम्बन्धी विषयमा अनुसन्धान गर्नुभएको छ। यस निबन्धमा उहाँले विवाहलाई समाजसँग जोडिएको कानूनी, नैतिक र सामाजिक नियमबाट बनाइएको संरचना भनेर प्रस्तुत गर्नुभएको छ। लेखकको उद्देश्य केवल विवाहको व्यक्तिगत महत्त्व देखाउनु मात्र होइन, विवाहको सामाजिक र सांस्कृतिक प्रभावलाई बुझाउनु पनि हो। उहाँले विवाहलाई पुरुषहरूको जीवनमा खास गरी महत्त्वपूर्ण र आवश्यक संस्था ठान्नुहुन्छ, जसले पुरुषलाई जिम्मेवार, स्थिर र नैतिक बनाउँछ। विवाहको सामाजिक भूमिका। स्टेभन नोकका अनुसार विवाह केवल प्रेम वा व्यक्तिगत सम्बन्ध मात्र होइन। विवाह कानूनी, नैतिक र सामाजिक नियमहरूले बनाइएको संस्था हो। यसले व्यक्तिहरूलाई एक्सटेन्डेड फ्यामिली, समाज र अन्य सामाजिक नेटवर्कसँग जोड्छ। यसले विश्वास, समर्थन र कर्तव्यको सञ्जाल सिर्जना गर्छ। विवाह पुरुषहरूको जीवनमा विशेष महत्त्व राख्छ। विवाहले पुरुषलाई जिम्मेवारी सिकाउँछ, जीवनमा उद्देश्य दिन्छ र उनीहरूको चाहनाहरूलाई सामाजिक रूपमा स्वीकार्य मार्गमा निर्देशित गर्छ। विवाह पुरुषलाई सफ्ट बाउन्डेरिज दिन्छ, जसले अत्यधिक चाहनाहरू, व्यक्तिगत लोभ र समाज विरुद्धका कार्यलाई नियन्त्रण गर्छ। नोकले पुरुषहरूमा विवाहको प्रभावलाई वैज्ञानिक दृष्टिले पनि व्याख्या गर्नुभएको छ। विवाहित पुरुषहरू प्राय शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन्। विवाहले जीवनको स्थिरता, आत्मविश्वास र सामाजिक जिम्मेवारी प्रदान गर्छ। विवाहले पुरुषलाई नैतिक दृष्टिबाट सन्तुलनमा राख्छ र जीवनलाई उद्देश्यपूर्ण बनाउँछ। आदर्श विवाह। स्टेभन नोकले अमेरिकाको सन्दर्भमा नॉर्मेटिभ म्यारेजको विवरण दिनुभएको छ। यसमा विवाहको 6 वटा मुख्य पक्षहरू छन्। 1. प्रेममा आधारित स्वतन्त्र निर्णय। विवाहमा पार्टनरले स्वतन्त्र रूपमा प्रेममा आधारित निर्णय गर्छन्। 2. दुवै पार्टनरको प्रौढता, मानसिक र सामाजिक परिपक्वता हुनु आवश्यक छ। 3. हेटेरोसेक्सुअल सम्बन्ध, परम्परागत सामाजिक मान्यता अनुसार। 4. हस्बेन्ड, मुख्य आर्थिक योगदानकर्ता, पारिवारिक अर्थतन्त्रमा मुख्य जिम्मेवारी पुरुषमा। 5. सेक्सुअल फाइडेलिटी, एकनिष्ठा र विश्वास कायम राख्नु। 6. प्राय बच्चा हुनु, परिवार र समाजसँग जोडिने माध्यम। यी 6 वटा पक्षहरूले विवाहलाई केवल व्यक्तिगत सम्बन्धभन्दा बाहिर सामाजिक नियम, स्थिरता र नैतिक मार्गदर्शन दिने माध्यमको रूपमा प्रस्तुत गर्छ। सहवास र विवाहको भिन्नता। नोकले कोह्याबिटेसन, सँग बस्ने सम्बन्ध र विवाहको तुलना गर्नुभएको छ। उहाँको अनुसार कोह्याबिटेसनमा विवाह जस्तो कानूनी र सामाजिक मान्यता हुँदैन। यसले व्यक्तिहरूलाई कम सामाजिक समर्थन, कम जिम्मेवारी र कम प्रतिबद्धता प्रदान गर्छ। कोह्याबिटेसन व्यक्तिगत यौन आवश्यकता र भावनात्मक समर्थन पूरा गर्न सक्छ, तर यसले विवाह जस्तो स्थिरता, नैतिक मार्गदर्शन र सामाजिक पुँजी प्रदान गर्दैन। विवाहको सामाजिक संरचना र नियमहरू बिना कोह्याबिटेसन केवल अस्थायी र व्यक्तिगत सम्बन्धमा सीमित रहन्छ। विवाह र पुरुषहरूको जीवन। नोकले पुरुषहरूको दृष्टिले विवाहको महत्त्वलाई विस्तृत रूपमा व्याख्या गर्नुभएको छ। विवाहले पुरुषलाई जीवनमा उद्देश्य दिन्छ। विवाहित पुरुषहरूमा जीवनमा योजना, जिम्मेवारी र प्रतिबद्धता देखिन्छ। विवाहले उनीहरूलाई आत्मनियन्त्रण, नैतिकता र सामाजिक उत्तरदायित्व सिकाउँछ। विवाहले पुरुषको स्वास्थ्य र जीवनस्तरमा पनि सकारात्मक प्रभाव पार्छ। विवाहित पुरुषहरू प्राय तनाव कम, स्वास्थ्य राम्रो र मानसिक रूपमा सन्तुलित हुन्छन्। विवाह पुरुषको जीवनलाई स्थिरता, उद्देश्य र सामाजिक उत्तरदायित्व प्रदान गर्ने माध्यम हो। सामाजिक पुँजी। विवाहले सामाजिक पुँजी सिर्जना गर्छ। यसले व्यक्तिहरूलाई एक्सटेन्डेड फ्यामिली, समाज र अन्य सामाजिक नेटवर्कसँग जोड्छ। विवाहले मानिसहरूबीच विश्वास, सहयोग र आपसी कर्तव्यको सञ्जाल बनाउँछ। सोशल क्यापिटलको माध्यमबाट विवाह केवल निजी सम्बन्ध रहँदैन, यो समाजसँग जोडिन्छ। विवाहले समुदायमा स्थिरता र सहयोग कायम राख्छ। विवाहले व्यक्तिहरूको जीवनलाई सामाजिक, नैतिक र व्यक्तिगत दृष्टिबाट धनी बनाउँछ। निष्कर्ष। नोकको निबन्ध अनुसार विवाह केवल दुई व्यक्तिको प्रेम सम्बन्ध मात्र होइन, यो समाजको महत्त्वपूर्ण संस्था हो। यसले पुरुषलाई जिम्मेवार, स्थिर र नैतिक बनाउँछ। विवाहले सामाजिक पुँजी सिर्जना गर्छ, एक्सटेन्डेड नेटवर्क्स निर्माण गर्छ र समाजलाई स्थिर बनाउँछ। विवाहले केवल व्यक्तिगत लाभ होइन, सामाजिक लाभ पनि प्रदान गर्छ। विवाहले जीवनमा उद्देश्य, नैतिक मार्गदर्शन र स्थिरता दिन्छ। कोह्याबिटेसन मात्र व्यक्तिगत आवश्यकताहरू पूरा गर्न सक्छ, तर यसले विवाह जस्तो सामाजिक, कानूनी र नैतिक लाभ प्रदान गर्दैन। नोकले विवाहको महत्त्वलाई व्यक्तिगत, सामाजिक र सांस्कृतिक दृष्टिबाट स्पष्ट रूपमा देखाउनु भएको छ। विस्तृत विश्लेषण। विकास र प्रगतिशीलता।
विवाहको परम्परा समयसँगै परिवर्तन हुँदै आएको छ। प्रारम्भिक समाजमा विवाह केवल सामाजिक र आर्थिक उद्देश्यले गरिन्थ्यो। आधुनिक समयमा विवाह प्रेम र समझदारीमा आधारित हुन थालेको छ। विवाहको विकासले व्यक्तिहरूको सामाजिक, मानसिक र आर्थिक जीवनमा ठूलो प्रभाव पार्छ। दृष्टिकोण र अवस्था। विवाहलाई समाज, धर्म र व्यक्तिगत दृष्टिले हेर्न सकिन्छ। समाजले विवाहलाई स्थिरता र सामाजिक पुँजीको माध्यमको रूपमा मूल्याङ्कन गर्छ। व्यक्तिगत दृष्टिमा विवाहले प्रेम, सहयोग र जीवनको उद्देश्य दिन्छ। वर्तमान परिस्थितिमा विवाह र कोहाबिटेसन बीच भिन्नता समाजको दृष्टिकोणमा स्पष्ट छ। अनुभव र अवस्था। विवाहले अनुभव र जीवनस्थितिमा ठूलो भूमिका खेल्छ। विवाहित पुरुष र महिलाहरू जीवनमा जिम्मेवारी, सहनशीलता र सामाजिक सम्बन्धको अनुभव प्राप्त गर्छन्। विवाहको अवस्था र परिस्थितिले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्छ। इतिहास र धर्म। इतिहासमा विवाहले सामाजिक संरचना, परिवार र धर्मसँग जोडिएको छ। धर्मले विवाहलाई नैतिक र धार्मिक नियमले बाँधेको छ। ऐतिहासिक दृष्टिले विवाहले समाजमा स्थायित्व र सामाजिक पुँजी निर्माण गर्न सहयोग गरेको छ। समय र स्थान। विवाहको स्वरूप समय र स्थान अनुसार भिन्न हुन्छ। पश्चिमी देशहरूमा विवाह प्रेममा आधारित छ भने पूर्वी समाजमा विवाह परम्परा र परिवारको मान्यता अनुसार हुन्छ। स्थान र समयले विवाहको सामाजिक संरचना र नियमलाई प्रभाव पार्छ। जीवन र सामाजिक प्रभाव। विवाहले व्यक्तिहरूको जीवनलाई संरचना दिन्छ। यसले जीवनलाई उद्देश्यपूर्ण बनाउँछ, सामाजिक पुँजी निर्माण गर्छ र समाजमा स्थायित्व ल्याउँछ। विवाहित जीवनले व्यक्तिहरूलाई जिम्मेवार र नैतिक बनाउँछ। फाइदा र बेफाइदा। फाइदा: सामाजिक पुँजी, जिम्मेवारी, स्थिरता, स्वास्थ्य, मानसिक सन्तुलन, प्रेम र सहयोग। बेफाइदा: जब विवाह असफल हुन्छ भने इमोशनल ट्रमा, फाइनान्शियल स्ट्रेस, सोशल प्रेसर र डिसअपोइन्टमेन्ट हुन्छ। निराशाजनक पक्ष: कहिलेकाहीँ विवाहले अपेक्षा अनुसार काम नगर्न सक्छ। अविवाहित सम्बन्ध र सोसाइटल प्रेसरले व्यक्तिहरूलाई निराश बनाउँछ। डिभोर्स, इन्फिडेलिटी र मिसकम्युनिकेसन पनि विवाहका निराशाजनक पक्ष हुन्। समग्र दृष्टिकोण। स्टेभन ओनॉफको दृष्टिकोण अनुसार विवाह समाज र व्यक्तिको जीवनको मूलभूत संस्था हो। विवाहले व्यक्तिगत, सामाजिक, नैतिक र सांस्कृतिक दृष्टिबाट जीवनलाई धनी बनाउँछ। विवाह केवल प्रेम होइन, तर जिम्मेवारी, सामाजिक पुँजी र जीवनको स्थिरता प्रदान गर्ने माध्यम हो।